सो हेलो गाइज, गुड आफ्टरनुन, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी नगरकोटा छौँ। यो चाहिँ हाम्रो नगरकोटको मन्दिर हो। यहाँ देखाइदिन्छु हजुरलाई। यो चाहिँ मन्दिर हो। यहाँ यो महादेव भगवानको मन्दिर हो, जो कि नगरकोटभित्र ठ्याक्कै नगरकोट आउँछ। त्यसको एन्ट्रीमै मन्दिर आउँछ। अब यहाँ चाहिँ के को पानी पोखरी जस्तो छ। यो चाहिँ शिवलिङ छ, महादेव भगवानको शिवलिङ। यहाँ चाहिँ धेरैवटा 15-20वटा 100वटा होला शिवलिङ। यहाँ चाहिँ क्या मजा आइरहेको छ घुम्नमा मजाले। यहाँबाट पुरै घुमेर हामी जान्छौँ। यहाँ चाहिँ हामी त पैसा चढाउँछौँ महादेव भगवानलाई। गाइज, हामी यो मन्दिरको नाम चाहिँ रत्नचुरेश्वर महादेव हो। यो चाहिँ नगरकोटमा छ। अनि हजुर पनि आउन सक्नुहुन्छ टाइम मिलाएर आफ्नो फ्यामिलीसित, जसरी म आउँछु मेरो फ्यामिलीसित। अब हजुरलाई म भेट्छु एकछिनपछि। अखण्ड दीप हो। यता चाहिँ हामीले 10वटा दीप बालेछौँ। अनि यहाँ चाहिँ यज्ञ हुन्छ। अनि यज्ञमा सधैँ बिहान र साँझ हुन्छ। यज्ञ भने के माटो के हुन्छ मलाई थाहा छैन, तर यता यज्ञ गर्छ। यो चाहिँ यता धेरै भगवानहरू हुन्छ। महादेव भगवान, यता रुद्राक्ष पनि लागेको छ। अनि यता चाहिँ हामी पैसा चढाउँछौँ। अनि त्यहाँ चाहिँ दीपहरू छ, त्यहाँबाट हामी दीप ल्याउँछौँ। अनि यता पुरै राखिदिएका छौँ। सो गाइज, अहिले चाहिँ हामी नास्ता खानालाई चाहिँ होटल कन्ट्री भिलामा छौँ। यो चाहिँ एकदम राम्रो होटल हो, क्या मजाको छ। अनि क्या धेरै भाइहरू हुन्छ यो होटलमा। अब हामी फेरि नगरकोट आएपछि हामी यतै बस्ने गरी आउँछौँ। अब चाहिँ हामी तल गएर छौँ अर्डर गर्न खान। तर धेरै पानी परेछ, पानी पर्न रहेछ, पानी परिरहेछ। त्यही भएर अब हामी तल बस्छौँ त्यहाँ छाता तल। अनि त्यहीबाट हामी कल गरेर खाना मगाउँछौँ। अनि त्यही हो। अहिले चाहिँ हामी पुल साइडतिर आएको छौँ। यहाँ चाहिँ स्विमिङ पुल छ। स्विमिङ पुलको पानी पुरै माथिसम्म आएको छ। अब चाहिँ हामी खाना अर्डर गर्छौँ। यहाँ चाहिँ सेफ्टीको लागि जाली पनि लाग्छ पुरै यता। अनि अब यता म अघिदेखि यसरी बसेर फोटो खिचिरहेको थिएँ। यसरी क्या मजा आएर चाहिँ बस्न, तर पानी परेर अलिकति भिजाएको छ। अनि मेरो हाफ प्यान्टहरू भिजिरहेको छ। यहाँ झुला पनि छ। अब म यो झुलामा बस्छु, स्विमिङ गर्छु। यो चाहिँ ठिक छ। यो चाहिँ लड्नेको अवस्थामा, त्यही भएर म रिस्क लिँदिनँ। यहाँ चाहिँ बियर खाने हो यता चाहिँ। अनि यता चाहिँ त्यहाँ बाइकको फोटो खिच्ने एरिया हो। यो त्यो चाहिँ मामुको लागि धेरै काम लाग्छ। यहाँ चाहिँ फुलहरू छ। अनि यहाँ चाहिँ पुलभन्दा अगाडि चाहिँ सावर लिनुपर्छ, नत्र हामी सबै जो मान्छेले ट्याटु लगाएको छ उसको त्यो ट्याटुको हुँदैन, त्यो पानी जस्तो। त्यो चाहिँ पुलमा मिसेर धेरै फोहोर हुन्छ। त्यही भएर यता नुहाउनु पर्छ। अनि पुलबाट आएर फेरि सावर लिनुपर्छ। त्यही हो। अब हामी अर्डर गरेपछि हजुरले भेट्छ। सो गाइस, अहिले चाहिँ म ट्रेम्पोलिनमा जम्प गरिरहेको छु। अनि मेरो खुट्टा पुरै भिजिसकेको छ। अब म जम्प गर्छु है। सो गाइस, हामीले खाना खाइसकेका छौँ। खानामा थियो हामीले भेज मोमो हरियो कलरको थियो। अनि मटन सेकुवाहरू त्यस्तो खाइसकेका छौँ। अनि खाना चाहिँ एकदम टेस्टी थियो। अब चाहिँ हामी घर जान्छौँ। यहाँ पानी पनि परेर पुरै कुहिरो लागेको छ। केही देखिरहेको छैन यता। अनि माथिबाट पानी मजाले परिरहेछ। यो चाहिँ पुरै होटल हो। यहाँ एकदम राम्रो होटल हो। हजुर पनि आउन सक्नुहुन्छ। नगरकोटमा छ होटल कन्ट्री भिलेज।